हामी पार्ट्स अफ स्पीचको बारेमा पढ्दैछौँ र तपाईहरुलाई मैले यो पार्ट्स अफ स्पीच भनेको के हो भनेर क्लियरली बुझाउनको लागि यहाँ एउटा सेन्टेन्स लिएर आएको छु है। यो सेन्टेन्स हेरौँ र हामीले यो सेन्टेन्स बुझिसकेपछि यो पार्ट्स अफ स्पीचको बारेमा राम्रोसँग बुझ्ने छौँ है। यो सेन्टेन्सले के भनेको छ त भन्दा द एक्साइटेड डग क्विकली र्यान बिहाइन्ड द पार्क एन्ड इट फाउन्ड अ बल भनेको छ है। अब यसमा चाहिँ यो पार्ट्स अफ स्पीच कुन कुन प्रयोग भएको छ, नाउन, प्रोनाउन, भर्ब, एडभर्ब, एड्जेक्टिभ, प्रिपोजिसन, आर्टिकल, कन्जक्सन र इन्टरजेक्सन कुन कुन हो त भनेर हामीले यसमा सिक्ने छौँ। सबैभन्दा पहिला हामी के हेरौँ त भन्दा द हेरौँ, द एक्साइटेड डग। अब द भन्ने बित्तिकै के हो त भन्दा आर्टिकल, हामीले यो बुझिहाल्छौँ है, आर्टिकल हो द भन्ने बित्तिकै। अब यहाँ हेरौँ त एक्साइटेड डग, यो डग हो नि त, यो डग के हो त नाउन हो, नाउन हो यो डग। यो डग नाउन भइसकेपछि यो डग कस्तो खालको डग त भन्दा एक्साइटेड खालको, एक्साइटेड खालको डग भइसकेपछि यो डगको विशेषता जनायो नि त। यो डग भनेको नाउन, नाउनको विशेषता जनाउनलाई मैले के भनेको छु त भन्दाखेरि हाम्रो एड्जेक्टिभ हैन त, एड्जेक्टिभ। ल एक्साइटेड भनेको के भयो त एड्जेक्टिभ भयो, यो नाउनको विशेषता जनायो है। अब यहाँ हेर्नु त यो र्यान, आरएएन, आरयुएन रन भनेको कुद्नु, प्रेजेन्टमा आरएएन र्यान भनेको चाहिँ त्यही कुद्नु, रनको पास्ट हो। यो के भयो त भर्ब भएन त, यो भर्ब भयो, यो भर्ब भयो। अब भर्ब भनेको क्रिया हो। अब भर्बको चाहिँ हामीले विशेषता जनाउनेलाई चाहिँ के भन्छौँ त भन्दा एडभर्ब भनेको छौँ नि त। कसरी दौडेको छ त ऊ कसरी दौडेको छ त भन्दाखेरि क्विकली, एकदम छिटो छिटो दौडेको छ, क्विकली र्यान भनेको छ नि त। यो र्यान भनेको भर्ब भएपछि यो एडभर्ब भएन त, लु हेर्नु त यो एडभर्ब भयो। कस्तो सजिलो है, हाम्रो इक्जाममा यसरी नै आउने हो नि, यस्तै आउँछ, हामीले छुट्याउनु पर्छ। अब त्यस पछाडि बिहाइन्ड द पार्क भनेको छ। अब यो द भनेको फेरि यो आर्टिकल भयो हैन, आर्टिकल भइगयो, यो तपाईहरुले बुझिहाल्नुहुन्छ द भनेको आर्टिकल। अनि पार्क भनेको के हो त नाउन होइन, कुनै पनि एउटा ठाउँको नाम हो नि त पार्क भनेको त है, निश्चित पार्क छ पार्क। त्यो पार्कको चाहिँ कता भन्दा बिहाइन्ड, पछाडि भनेको छ नि त। मैले भनेको छु अगाडि, पछाडि, दायाँ, बायाँ, समय, स्थान, दिशा जनाउँछ भने त्यसलाई के भनिन्छ त प्रिपोजिसन भनिन्छ। अनि यो बिहाइन्ड भनेको त पार्कको पछाडि भयो भनेपछि यो के भयो त प्रिपोजिसन भयो नि त। ल हेर्नु त बिहाइन्ड भनेको प्रिपोजिसन, यसको स्थान जनाएको भएर प्रिपोजिसन भयो। अब एन्ड भनेको कन्जक्सन भयो नि त, यसले जोड हो। अब यो सेन्टेन्स र यो सेन्टेन्सलाई यसले जोड हो, यो के भयो त कन्जक्सन भयो एन्ड भनेको। अनि इट, यहाँ हेर्नु त इट फाउन्ड अ बल भनेको छ। इट केले फाउन्ड गरेको त, बल कसले भेट्टाएको भन्दा इट भन्दा हामीले यो डगलाई के गर्यौँ त प्रोनाउन भएन त, यो नाउनको सट्टामा यो डगको। अब डग फाउन्ड अ बल भनेको भए अलिक सेन्टेन्स मिल्दैन नि। इट फाउन्ड अ बल कसले भेटाएको भन्दा कुकुरले भेटाएको। कुकुरको हामीले कुनै पनि निर्जीव वस्तुलाई चाहिँ हामीले प्रोनाउन भन्नु पर्यो भने इटको प्रयोग गर्छौँ। यो इट भयो के भयो त प्रोनाउन भयो, प्रोनाउन। अनि फाउन्ड भनेको भेट्नु, भेटाउनु, फाइन्ड भनेको भेटाउनु। अनि फाइन्डको चाहिँ उसले भेटाइसकेको छ नि त, पास्ट छ, पास्ट फर्म हो, यो भर्ब हो, अल्सो भर्ब हो नि त। यो अल्सो फाउन्ड भनेको अल्सो भर्ब भइगयो हैन। अब त्यस पछाडि अ छ, अ एन द भन्ने बित्तिकै के हुन्छ त आर्टिकल हुन्छ। अनि त्यस पछाडि बल भनेको के हो त नाउन हो, नाउन हो हैन। अब यो तपाईहरुले बुझिहाल्नुभयो। अब तपाईहरुले मेन बुझ्नुपर्ने भनेको के हो त भन्दाखेरि यो भर्ब छ नि, काम गर्नु हो नि त। भर्ब भनेको क्रिया हो, काम भइरहेको छ भने त्यो काम कसरी भइरहेको छ, कुन तरिकाले भइरहेको छ भन्ने चाहिँ एडभर्ब हो। अनि कुनै पनि नाम अथवा सर्वनाम छ र त्यसको विशेषता त्यो यस्तो खालको कालो, गोरो, सेतो, राम्रो, नराम्रो, होचो, अग्लो, अब कस्तो खालको भनेको छ हैन। अनि एक्साइटेड खालको हैन, अलिक बौद्धिक, इमानदार हैन, जान्ने, इनोसेन्ट, यस्तो भनेको छ भने एड्जेक्टिभ हुन्छ, यो विशेषण भयो। त्यो यति बुझ्नु पर्यो। अब तपाईहरुले के भयो त नाउन बुझिहाल्नुभयो है, प्रोनाउन पनि बुझिहाल्नुभयो, यहाँ इट प्रोनाउन भएको छ। अनि भर्ब भनेको र्यान र फाउन्ड छ, यो भर्ब हो है। एडभर्ब भनेको
यो भइगयो क्विकली भइगयो है। अनि एडजेक्टिभ भनेको यो एक्साइटेड भइगयो है। अनि प्रिपोजिसन भनेको यहाँ हाम्रो यी पार्कको पछाडि भनेको छ नि समय स्थान दिशा जनाउने बिहाइन्ड भइगयो प्रिपोजिसन। अनि आर्टिकल अ एन द भइगयो। कन्जक्सन भनेको एन्ड, यहाँ सेन्टेन्स जोडेको छ कन्जक्सन भइगयो। इन्टरजेक्सन भनेको चाहिँ के हो त भन्दाखेरि अब इन्टरजेक्सन भनेको चाहिँ तपाईको मैले यहाँ सबैभन्दा सुरुमा अब के राखेको थिएँ भने वाक्यमा हैन WOW राखेर वाउ वाउ द एक्साइटेड डग क्विकली ran behind the park and it found a ball भनेर मैले एक्साइटेड भएर भनेको थिएँ वाउ राखेर भनेको भए यो चाहिँ वाउ यो चाहिँ के हुन्थ्यो त भन्दाखेरि अब इन्टरजेक्सन हुन्थ्यो। यस्तो इन्टरजेक्सनकोमा चाहिँ के हुन्छ पछाडि भन्दा एक्सक्लामेसनको चिन्ह हुन्छ क्या। वाउ WOW वाउ ओ सो स्याड हो यस्तो भाव अनुहारको भाव जनाउँछ त्यसलाई चाहिँ हामीले इन्टरजेक्सन भन्छौँ है। त्यति तपाईहरुले बुझ्नु होला ल। Okay, how was the today's video? If you find this video helpful, don't forget to like, comment, share, and also don't forget to subscribe our YouTube channel. So I'm going to leave from this class. Have a wonderful day. Keep learning, keep supporting, and keep growing. Thank you so much.